के भयो त यार मजा त यहाँ यहाँ क्या मजा यहाँ भयो यहाँ टाउकोमा ब्लक हाने हेलो गुड मर्निङ टु एभ्रीवन अनि फेरि पनि स्वागत छ मेरो लाइफमा तपाईहरुलाई अनि हामी चाहिँ अघि अँधेरो भएर चाहिँ मैले त्यहाँबाट भ्लग स्टार्ट गरिन अनि यहाँबाट चाहिँ मैले टक्क स्टार्ट गरेँ अनि त्यसपछि लास्टै टाढो हाम्रो भाइ चाहिँ उता अगाडि छ अनि टिकेडीहरुमा चाहिँ त्यहाँ प्लात्तै हो अनि भ्यू देख्न सक्नुहुन्छ यस्तो बवाल पुरै खत्रै युज यहाँबाट चाहिँ 22 घुम्ती स्टार्ट हुँदो रहेछ अनि यो ठ्याक्क 22 घुम्ती कटेपछि चाहिँ हामी ठ्याक्कै तिलिजु लेक चाहिँ यो माथिपट्टि रहेछ मेबी यहाँ यो चढ्नलाई नि लाग्छ होला सायद 1 घन्टा 1.5 घन्टा 2 घन्टा कति लाग्छ अनि लेट्स सी हेरौँ अनि स्नो पनि एकदम परिरहेको सानो परिरहेको स्नो त्यही नै हो अनि हामी चाहिँ यहाँ छौँ अनि टिकट दाइ देख्न सक्छौँ एकदम थकित अवस्थामा लास्टै ठाडै उकालो रहेछ यो 22 घुम्ती झन् एकदम धेरै गाह्रो के भनौँ न एकदम ठाडै उकालो एकदम गाह्रो टाइपको बाटो छ अब हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ आज तिलिजु लेक जाने हो है अब टाउको टेकेर अनि घोडा घिसारेर भए पनि यत्रो बाटो त दुःख गरेर आयो अनि अब आज त जसरी पनि जानै पर्छ हैन खुट्टा दुखोस् चाहे जेसुकै होस् टाउको टेकेर घिस्रेर हुन्छ कसरी हुन्छ तिलिजु लेक चाहिँ पुगेरै छाड्छ त्यही नै हो अनि अरू क्लिप चाहिँ अब बाटोमा देखाउँछु हेर्दै गर्नु होला मिस नगर्नु होला क्लिप्सहरू त्यही भन्न चाहन्छु हस् देख्न सक्नुहुन्छ तपाईहरु यो भ्यू यो त तिलिजु लेक जाने बाटो अनि अहिले चाहिँ हामी ठ्याक्क 22 घुम्ती माथि चढेछौँ अनि हल्का स्नोफलहरू पनि भइरह्यो है स्नोफलहरू भइरह्यो अलिअलि अनि एकदम बवालकै भनौँ न खत्रै ठाडो उकालो डेन्जर अनि बाटो पनि एकदम भनौँ न रिक्स के अब यो पहिरो आउने बाटो है एकदम पहिरो आउने पहिरोले बाटै छैन अब आफूले भनौँ न एकदम गाह्रो गरेर आउनु पर्ने अनि एकदम मजा आइरह्यो अनि यो भ्यूहरूले गर्दा पनि एकदम जति थकिलाए पनि मलाई आराम शान्त मिल्ने के अनि हेर्नु त यहाँ हिउँहरू परिरह्यो अझै हामी चाहिँ लगभग यो 22 घुम्तीको आधी बाटोमा आयौँ दाइ कस्तो भयो तपाईँलाई गाह्रो भयो लेक त लाग्यो आएन नि मजा आएन त अनि हामी त हिँडिरहौँ तपाईँ के भयो त यार मजा त यहाँ क्या मजा यहाँ भयो यहाँ टाउकोमा ब्लक हाने अरे लेक लाग्यो अरे सुनिँदैन अनि हामी जस्तै यात्रुहरू देख्न सक्छौँ एकदमै धेरै छ तिलिजु लेक जाने तर हामी चाहिँ एकदम माथि छौँ कमिलाको ताती जस्तो पुरै माथि चाहिँ हिउँ छ देख्न सक्नुहुन्छ तपाईँहरू जताहरू नि हिउँ अनि हामी चाहिँ लगभग त्यो 22 घुम्ती कटेर पनि यता आइसक्यो देख्न सक्नुहुन्छ जता हेऱ्यो नि हिउँ अनि हामी चाहिँ लगभग 5000 फिट माथि आइसक्यौँ अनि टिकट दाइ यहाँ हुनुहुन्छ एकदमै थकिलो अवस्थामा सुनिल दाइ र म चाहिँ हामी यहाँ छौँ अनि उहाँ अगाडि बाहिर एउटा जर्मनीको एउटा खैरे भन्नुहुन्न बिचरा भनौँ न फ्रेन्ड एउटा अनि हामीसँग यहाँ जोडिसकेको छ ऊ त्यहाँ अगाडि देख्न सक्नुहुन्छ दाइलाई चाहिँ एकदम गाह्रो भइरहेको होइन त्यही नै हो अरू क्लिप चाहिँ अब हामी यहाँबाट डाइरेक्ट तिलिजुको देखाउनेछ त्यही नै हो यो बिचमा पनि ठ्याक्कै एउटा यस्तो रहेछ लेक जस्तो ऊ त्यहाँनिर नि हो यहाँनिर नि छ अनि हामी चाहिँ आयो भनेर एकदम खुसी भएको होइन रहेछ घाँसमा दाइ यहाँ हुनुहुन्छ अनि हाम्रो भाइ चाहिँ उहाँ अगाडि भाइको चाहिँ 4th टाइम रहेछ ट्रेकिङ त्यही भएर भाइ चाहिँ एकदम के भनौँ न खत्रै हिँड्दो रहेछ भाइ चाहिँ हामी चाहिँ फर्स्ट टाइमहरू अलि गाह्रो भयो त्यही नै हो
अनि अरू चाहिँ अब हामीले चाहिँ लास्टै गाह्रो कि चिसोमा एकदम मोबाइलबाट बनायो भने त अनि त्यही भएर एकदम धेरै घट्ने कि चार्ज धेरै खाने अनि त्यो कारण चाहिँ हामीले स्विच अफ गर्दै अनि राम्रो ठाउँमा आउँदाखेरि चाहिँ के अरे अन गर्दै चार्ज के अरे अन गर्दै अनि त्यसपछि भिडियो बनाउँदै हिँडिरहेछौँ त्यही नै हो लास्टै गाह्रो अनि सबैजनाले माया गरिदिनु होला हेरिदिनु कमन दाइ यु क्यान डु इट कमन हिँड्नु छिटो त्यति हिँड्नै सकेन म पछाडिबाट मान्छे आयो सक्नुहुन्छ कि हिँड्नु अब यहाँ नजिकै अब आइसक्यो अब फाइनली हामी आइसक्यौँ तिलिची लेक अनि यस्तो बोवाल लाग्यो हामी जति पनि वहाँदेखिबाट जति नै हामी दुःख एकदम गाह्रो भएको थियो नि यहाँ आएपछि चाहिँ एकदम त्यो लास्टै के भनौँ न त्यो जति नै दुखाइ खुट्टाको दुखाइदेखि लिएर आफू थकी जति नै थियो नि आफ्नो डेस्टिनेसनमा आएपछि त यति रमाइलो लाग्यो होइन त्यो सबै थकाइहरू मेट्यो देख्न सक्नुहुन्छ तपाईँहरू निकै नै राम्रो दृश्यहरू पनि यो ब्याकग्राउन्डमा चाहिँ तिलिची लेक छ अनि म चाहिँ एकदम थकित भएको छु होइन लास्टै हामीलाई चाहिँ तलबाट आउनलाई ठ्याक्कै 3.5 घन्टा चाहिँ लाग्यो है माथि चढ्नलाई चाहिँ त्यही नै हो अनि म यहाँको अलिअलि क्लिप्सहरू देखाउन चाहन्छु तपाईँहरूलाई हेर्दै गर्नु अनि हामी यहाँ देख्न सक्छौँ यहाँ चाहिँ भगवान् बुद्ध र शिवको मूर्ति रहेछ अनि पछाडिपट्टि चाहिँ पुरै आइस रहेछ होइन सिजनमा चाहिँ जे होस् भनौँ न यो ताल चाहिँ पुरै निलो हुँदो रहेछ लाइक अहिले चाहिँ एकदम ऊ भएर पुरै आइस भएर चाहिँ लाइक त्यति साह्रो देखिएको छैन त्यही नै हो अनि जे होस् एउटा सपना थियो पुरा भयो होइन ट्रेकिङ आउन एकदम रमाइलो हुँदो रहेछ फर्स्ट टाइम थियो मेरो त्यही नै हो हामी यहाँ सब घुम्यौँ भिडियो बनायौँ टिकटक बनायौँ अनि अब चाहिँ हामी घरतर्फ झर्छौँ अनि आजको हाम्रो डेस्टिनेसन भन्दा चाहिँ हाम्रो चाहिँ त्यही छ कि लाइक हामी चाहिँ भयो भने उता खन्सारमा बस्ने भनेर सोचिरहेछौँ त्यही नै हो अनि यति नै आजको लागि ब्लग अनि सबै माया गरिदिनु होला भन्न चाहन्छु त्यही नै थ्याङ्क यू सो मच एभ्रिवान सबजनाले हेरेर माया गरिदिनु होला ओके आजको लागि यति